राम जपत रह राम के नाम यमदिनी हम क्या थे काम जय सिया राम जय सिया राम जपत रह वीर हनुमान शिव शंकर जय वरदान जय सिया राम रे गोरी लकत है यारे माँ कागले भगवती के नाम के भगवती कथत है तू ये बगिने ये दुनिया अनिय थे बर का भगवान बरस पति के ललिए का कहते हैं दुख ने दिल के भगवान सीताराम रे सीताराम। मेरो बुढाको नाम गणेश जादव। हजुरको? हाम्रो नामला देवी जादव। आँसु से लोर जान्छ रुन्छ म 10 गडामा भुखे प्यासे नाङ्गडुला जङ्गल झार बोन सितुवा खान मलाई कति दुःख गरेको छ मेरो खान बुहारी मेरो घरवाली मेरो छोराहरू गोली छाती बदिएको छ पुलिसले म त्यति दुःख आज हाम्रो दत्तालाई पुकार्छ मलाई आज हाम्रो साथी सबके सँगमा नै छमरा साथी छ अहिले त ग्राइ सासु जाइछु तर्सै छ कानै छ थर काँपै जेन हम कखनी जाउँ आक्रोशिङ छ भित्रको र जखन जाउँ म साथी सबको भेट गरौँ म खुन दिएको छु म रगत दिएको छु म धन सटाएको छु आज म डगरमा हिँड्दैछु उसको मन दिन रात उसको आँसु जान्छ के हुन्छ अब सबै कति प्रतिमाहरू कति मरो कति के भयो अब हुँदैन त उसको काम छ राति दिन हुन्छ भनेपछि पहिलेका साथीहरूलाई सम्झिनुहुन्छ पहिले पार्टीमा योगदान गरेको कुरा सम्झिनुहुन्छ अनि पार्टी र राज्यले नहेर्दाखेरि उहाँलाई पुरा दुःख हुन्छ हैन बढी दुःख हुन्छ रुन्छ रात दिन रुन्छ मेरो साथीभाइ कहाँ छ हाम्रो साथीभाइ मर्यो मेरो साथीभाइ कहाँ छ उसको तर्साउँछ उसको रुँदैछ रात दिन हामी बुढी के गर्नु बुढाबुढीमा नरुनु अब साथीभाइ अब सबै हुनुहुन्छ देशको लागि लडेको छ तपाईहरू देशको लागि जनताको लागि जनता मर्यो तपाईहरू पार्टीले एक संगठन बनायो खायो भुखे प्यासे बोने झारे खालिए पाइने न खानाको ठेगान छ सुत्नको ठेगान छैन कति दुःख पायो घरमा छोरा छोरीलाई कहाँ दुःख पायो रात दिन रुन्छ उसले दुसरा बुढा एकदम रुन्छ रात दिन आजको मन तर्साउँछ म कहिले जान्छु पार्टीमा अब खुट्टा पनि छैन डाँड पनि छैन आज कसरी अब जस्तो नि बिरामी 6 वर्ष भएछ यस्तो भएको अनि त्यो उपचार खर्च सबै हजुरले चुटाउनु भयो खेत बेचेर छोरा खेत बेचेर दिल्ली लाग्यो खेत बेचेर दिल्ली पहुँचाएको छ छोराहरूलाई 3टा छोरा छ नि एउटा छोरी छ 3टा छोरा छ अनि खेत बेचेर दिल्ली पहुँचाएको बेरी बाबुलाई बाबु नरुनु देशको लागि छिनपान गरेको डकैती गरेको होइन मेरो बाबुले डकैती गरेको छैन देशको लागि खुन रगत बहाए म पार्टीमा लड्दैछु गोलीगाठा दिन्छ हाम्रो जनतालाई कसरी हुन्छ म बढी दुःख गर्छु मेरो बुढालाई उस्तै रुन्छ त अरू के पनि छ म यसरी हुन्छ पार्टी साथीलाई रात दिन उसको अब साथी सँग नि तब न उसको मन खुसी हुन्छ पार्टीले जित्छ पार्टी आउँछ पार्टीमा आदमी ओकरो मन खुसी हुन्छ नि अहिले त भनेपछि प्रचण्ड प्रधानमन्त्री भइकन चाहिँ कोही सरकारको मान्छे भेट्न आएन हजुरहरूलाई बुवालाई भेट्न कोही आएन आएको छैन विश्वलाई त म कति बचाएको छु हौ बाबु आचरामा यस्तो झापेर राखेको छु विश्वलाई जे पनि आएको छैन एक दिन भेट्न त्यसरी बचाउनु भयो तर उनीहरू त अब अहिले निकै ठुला नेता भए कमाए पनि सहर हुँदी घर बनाए भेट गर्न आए अरू चाहिँ धन कह जे छोराहरूले अनि बाबुसँग रुँदै रहन्छ बाबु के हुन्छ हाम्रो बाबु के एकछिन गरेको छैन पार्टी लडेको छ राजको लागि देशको लागि लडेको छ मेरो बाबुले अनि खुसी मन पार्छ उसको खुसी मन पर्छ दिल्ली पहुँचाएको कुरा नि हामी 1 महिना राख्यो दिल्लीमा राख्यो यो नेपालभरिबाट अनि पैसा कहाँबाट पैसा अब खेत बेचेर
एकपल्ट गोली गठा लागेको छ त्यो छुटा हुन्छ कहीँ